ठड्याएको थियो भने दुईटा ठड्याउनु पर्यो ठ्याक्कै इन्द्र ल है हाम्रो छिमेकी इन्द्रको गाउँ घर यही हो गाई चेर्नु होला ल हेर्नु है सबैजनाले कति राम्रो भ्यू छ यहाँ एकदम भ्यू छ गाइस कृष्णा हेलो जाम न त अहिले जानु हुन्थ्यो नि ऊ वहाँ जाम ऊ वहाँ पछाडि छ वहाँ पछाडि ल हेर्नु है यहाँ यो लिपिनी लिपिनी अरे लिपिनी कहाँ अरे के अरे लिपिनी लिपिनी ल लिपनी ल हेर्नुहोस् है लिपनी लिपेनी लिपिनी पोखरा पहिला यही घर कति रमाइलो भयो होला ढिँडो ओडालेर छोरा बुहारी नाति नातिना तातो पस्केर पु नपु गरेर खाँदा अहिले यही घर सुमसाम भयो संसार पहिले थिएन भिरालो ए हाम्रो हेर्नु त यहाँ कति राम्रो ठाउँ हो यस्तो आनन्द कति राम्रो ठाउँ रहेछ भाइ कति राम्रो ठाउँ रहेछ नि लिपिनी लिपानी कति रहेछ लिपनी राम्रो छ है राम्रो छोड्नै हुँदैन अनि यतै हो त अनि खिचेको त लिपिनी लेपिनी लेपिनी ल लेपनीमा आएको होइन त हामी लिपिनीमा लिपिनीमा के खानुभयो प्रसाद है खाइयो आज सब हाम्रो टोलको छिमेकीको कुल्याइनको पूजाको प्रसाद इन्द्र बहिनी कहाँ र अनि खाइयो रमाइलो भएको अवस्था छ गाइस हेर्नु होला भिडियो सबैजनाले म यति छुस्स भिडियो हालिदिन्छु ल हेर्नु राम्रो छ अम्बिका कार्की ल अलि त अम्बिका कार्की ल है ल अब म खिचे गर्छु ल है बिस्तारै छेउ नहाल है बाबु माछा बाटो छेकेर मात्रै हाल पेनी कहाँ देखेको यो बोट
प्याकमा जाऊ मोबाइल बस्यो भने मेरो हेर भाइ बाटो बनेपछि त सरर र मोटरसाइकल चैत वैशाख घुम्न आयो शीतल हुँदैछ घुम्ने ठाउँमै रहेछ दामी 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 खाल्टो आयो भनेपछि आयो भन है भाइ मोबाइल फेरि मेरो खुत्रुक्क झर्ला अहिले नगरे फेरि फर्काएर ल्याउँदैन दिदी त्यही भएर त भाइलाई सूचना दिनु हो नि यो ठाउँको भनेको सबले हेर्ने लिपिनी भने कस्तो रहेछ त भन्नु न लिपानी लिपानी हो कि लिपिनी हो जे भने नि लिपिनी नि एउटै हो लिपानी नि एउटै हो लिपिनी लिपानी मैले भनेपछि लिपानी जता गएर बोले नि अर्को आउँदैन के अरे लिपिनीमा आउँदैन ल खै मोबाइल दिएछु टिप्नु भाइ टिप्प बाज्यो डोजर चलाएर जाने हो कि चित्र दिदी डोजर चलाएर जाऊँ नत्र बाटो सानो सानो ठुलो ठुलो बनाउँदै पार्ने ल हेर्नुहोस् कति राम्रो पारी गाउँ हो पारी गाउँ वारी जामुना पारी जामुना जामुनाको फेदैमा मन कामुना सरिता बहिनीले बरु ल्याउन लायो है अर्को अर्को कुरा खँदैन नि यो आमामा यहाँ चाहिँ खख्ला जस्तो रहेछ नि भाइ म त के गर्ने होला ल है कति दामी हो दामी 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 कटुस फलेपछि कटुस खान आउनुपर्छ है वाक आयो अरे कि वाक आयो भनेर कति मिनट लाग्दो रहेछ भिडियो खिचिराख्नु पर्यो भनेको सबैजनाले हेर्नु होला है यहाँ हामी घुम्न आज घुमेछौँ पोखरा बाहिर घुम्दैछौँ हामी आएको एक्लै दुब्लै त हिँड्न नि डर लाग्ने रहेछ क्या यहाँ जङ्गल है घर धेरै नै कति वर्ष कि भयो बहिनी फुल जाने छेक्यो देउराली डाँडो हुसुर कुहिरोले
जहाँ गए पनि छेकेन कहिल्यै मायाको धुइरोले। मल हेर्नुहोस् है गाईजी, यसरी हालेको हुन्छ मल यी बारीमा। ल हेर्नु, गाउँको बारीमा यो हेर्नु होला। यो नदेखे हुनसक्छ क्या बजारको मान्छेले, होइन? त्यो भएर नि हो क्या। डाँडैमा मेला लागेछ, कसैले बोलाइराखेछ, कसैले भन्दा पुरै सिक्यो नि। बिहान थुप्रो थियो, अहिले छरी भ्याएछन् गाई। मल देखाउँछु भनेको त पामेमा देखे थुप्रो हो। पामेमा देखे हो दिदी हामीले। म त यहीँ जस्तो लाग्यो। लिपेनीमा पनि थियो कि त्यहाँ पनि थुप्रो लाग्यो। होइन, लिपेनीको नि म देखाइदिन्छु क्या। ल हेर्नु है। ए बा कति राम्रो हो भाइ गाई। ल हेर्नु ओ माई गड, दामी छ है। दामी 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 दामी। र सबैजनाले हेर्नु होला है। डाँडा काँडाको सब भिडियो हेर्नु होला सबैजनाले। लाइक र सब्सक्राइब सेयर कमेन्ट गर्नु होला भन्न चाहन्छु। तर त्यस्तो डाँडो कहाँ पाइन्छ? हाम्रो नेपाल सुन्दर ठाउँ छ, जता हेऱ्यो त्यतै लोक। कति नराम्रो गाडी आएर मरो। धुलै धुलो, धुलैमा आएको। अब के गर्ने हो भनेको के। यस्तो राम्रो सुन्दर ठाउँ देख्न पाउँछौ फेरि के भने होला। यति राम्रो ठाउँ हेर। वहाँ चितवन सिन्धुलीगढी राम्रो छ त्यता त। सिन्धुलीगढी त सिन्धुलीगढी घुमेर हेर्दा, सिन्धुलीगढी घुमेर हेर्दा, सुन्दरी माई कति नराम्रो दरबार मार्यो नि मायाले मार्यो। गीत हेर कस्तो आउँछ मलाई, के भनेको होला। छोप्ने मान्छे त ठास्छ मुख यता नाक बिहार्ने, उता नाक बिराउने। आयामै सुविधा दिदीले त छोप्नु भएको थियो नि। सिन्धुलीगढी घुमेर हेर्दा, सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तली माई कति नराम्रो दरबार मार्यो नि मायाले झ्याप्पै। ल त्यो त मैले राखेँ त झ्याप्पै।
सम्झेर पनि नगएको अब के गर्ने त भइ नगएको त हो नि सम्झेर नजानीलाई के गर्ने त है ओराली झरेको नि ओराली झरेको हरेको ताल हो बाँचुन्जेल पनि मरेकै हाल हो छल गरे मायाले बाँचुन्जेलसम्म पनि मरेकै हाल हो छल गरे मायाले छल गरे मायाले कसको हिम्मत मेरो लिएर जाने टुप्पी छैन यो जुनीमा मेरो लिएर जाने टुप्पी नभएको लिएर जाने हो भन्दा अहिले फ्यार त हुँदैन यसलाई गाडी आहा हा 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 काठमाडौँ भनेको के अरे पोखरै काठमाडौँ जस्तै धुलै धुलो ए बसिराखेस् बाल मतलब भनेर त हजुर सतम डाँडै पिपालु चाले बदास मनै चोरीला नि माया कता छ डाँडै पिपालु चाले बदास मनै चोरीला नि माया कता छ